चारवटा काम गर्नुपर्ने र हाम्रो खाजा हो यो चाहिँ। पारी गएर चटपटे खानुपर्ने हो चट्टसँगले। हेर्नुहोस् सबैजनाले। हामी चाहिँ गोठालो जाँदैछौँ आमा छोरी। यो घामले तातिन्छ भनेर यसरी बोकेको हो। हाम्रो वस्तु कता छ? यता छ। हामी बाँसको भारी पनि फेरि हामी भरे एक एक भारी ल्याउँछौँ नि। गाई बाख्रा चाहिँ गइसक्यो, अलिक छिटो जाऊ न छोरी। खेल्नु मम्मी। बाख्राले छोरी आइसक्यो, हराउँछ अहिले फेरि। अनि बाख्रा हरायो भने जार खाएर मातेर बाख्रा वस्तु हरायो भन्छन्। अघि छोरी ऊ हाम्रो बाख्रा पनि देखिँदैछ छोरी। बडा छ हाम्रो बाख्रा चाहिँ गाई छ र। छिटो हिँड्नु बाख्रा भेट्नु, वस्तु भेट्नु। यो चाहिँ मेरो मम्मी है। मा रिसाई हुनुहुन्छ तपाईँहरूलाई। म रिसाएको दिन कुनै दिन भेटौँला। यो चाहिँ हाम्रो के हो मम्मी भनिदिनु त? भुइसी हो। पछाडिको कुकुर किपा कुतिवा। ल बाख्रा त तलतिर मासतिर पस्नु नि भ्याइदिइसक्छ। गोठालो हिँडेको आज सटरडे हो नि त। भन्छ किपा, राईले भन्छ कुतिवा। अनि लास्टमा चाहिँ कुतिवा भनिदिएको नि मैले। नि छोरी हो त मम्मी। आइजिल भोला गाउँमै यस्तो काम हुन्छ। यो चाहिँ कहाँ भन्नुहुन्छ भने सन्तोकी दिदीको गैरीबारी मुनि हो। सन्तोकी दिदी पनि चिन्नुहुन्छ। यहाँ पर अझै छ एउटा बाख्रा। आइजिल ल हाम्रो बाख्रा वस्तु। मम्मी हामी आज के खाएर मात्ने अरे फेरि देखाइदिनु त। यो खाएर मातेर होइन नि, घाँसको भारी ल्याउनु पर्ने हो। यसले बाख्रा पनि हेर्नु पर्ने, भैँसी पनि गाई पनि हेर्नु पर्ने हो नि छोरी। अनि यो खाएर तागत लाएर अनि घाँसको भारी बोकेर आउने हो। यो चाहिँ हाम्रो वस्तु। खिपा पनि यता छ। बस हाम्रो खाजा। ए भैँसीले जारको राई हो नि त। छ्याङ त अलिअलि खानु पर्यो होइन मम्मी? छ्याङ नखाइ त राई नै भन्दैनन्। मेरो मम्मी पेतेरी हो। भैँसीले पनि घरिघरि बोतल बोक्छ नि, जार बोक्नु सघाउँछ नि हामीलाई। अघि काली, मेरो भैँसीको नाम चाहिँ काली हो। जार बोक्नु सघाउँछ घरिघरि। छ्याङ बोक्छ यी, जान्दा छ। जुत्ता पनि टिपिदिनु पर्छ यी। छिटो छ्याङ बोक्नु सकिन सिक्याउ। हेरौँ है गाई। मेरो मम्मी त फेरि खतरा भन्नुहुन्छ नि, अरूहरू जस्तो होइन। कुनै दिन रिसाएको दिन पनि तपाईँहरूलाई म भेटाउँछु। कतिवटा छ हाम्रो बाख्रा वस्तु चाहिँ। खोला लाने हो नि त। हेलो गाइज, म चाहिँ त्यो रुखमा झुन्डी मर्नु आँटेको डोरी। मेरो कोही पनि छैन। म मर्छु। म मर्छु क्या। त्यसरी कसले के भन्नु र? नगर न छोरी, नगर। छोड्नु म मर्छु। हेलो गाइज, यो चाहिँ हाम्रो बस्नु चढ्ने ठाउँ हो। यति एरिया छ। यता भैँसी चढ्दैछ, यता फुलहरू छ, यता तलतिर ठुलो खोला छ। यो चाहिँ हाम्रो बस्ती चराउने ठाउँ हो। हेर्न सक्नुहुन्छ होइन? यो चाहिँ खोला हो, बस्तुहरू छ। मास्तिर हेर्नु गाइस, कति राम्रो ठाउँ छ। यता पनि छ यी ठाउँ चाहिँ। यस्तो ठाउँमा गोठालो आउनुपर्छ।
दामी छ ठाउँहरू हेर्नुहोस्। ऊपट्टितिर चाहिँ मेरो वस्तुहरू चढ्ने ठाउँ हो। गाइजहरू मेरो वस्तुहरू चाहिँ चढ्दैछ। अब घर जाने बेला हुन आँटिसक्यो। चढ्दैछ, अब घर जाने आँटेको। गाइजहरू मेरो वस्तुहरू अब घर जानु आँटेको नि त, त्यही भएर घर हिँड्न गएको।